रासपा महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनभित्र र्याप ब्याटलको डिस्ट्र्याक मात्र होइन, अथोरिटेरियन हमिङ सुनियो, अर्थात अधिनायकवादी धुन सुनियो। अरूको अस्तित्व स्वीकार नै नगर्ने र आफू मात्रै सबै जानेको छु भन्ने शैली संसदमा प्रतिपक्षी दलसामु ठिकै पनि हुन्थ्यो होला। तर हजारौं समर्थकका अगाडि बालेनले जुन जुन शैलीमा ताली खानुभयो, त्यो शैली रासपाकै जीवनका लागि सकारात्मक देखिँदैन। नमस्कार। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन शुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोहमा विपक्षी दलका नेताहरू उपस्थित भएर शुभकामना पनि दिए। उनीहरूले शुभकामना मात्र दिएनन्, बरु एउटा जिम्मेवार राजनैतिक शक्ति बनोस् भनेर बाटो नबिराउन र सम्भावित दुर्घटनाबाट जोगिन हितैषी सुझाव पनि दिए। बहुदलीय व्यवस्थामा विपक्षीको यस्तो सुझाव स्वाभाविक र अपेक्षित मानिन्छ। तर विपक्षी नेताहरूपछि बोल्न उभिएका प्रधानमन्त्री एवं रासपाका वरिष्ठ नेता बालेन्द्र शाहले विपक्षीका सुझावप्रति कृतज्ञता व्यक्त गर्नु भएन, बरु एउटा र्याप ब्याटलको डिस्ट्र्याक जस्तै आक्रामक प्रतिवाद गर्नुभयो, जहाँ तर्क र संवाद भन्दा पनि विपक्षीका शुभेच्छाहरूलाई ललकार्ने प्रयास भयो। अर्थात प्रधानमन्त्रीको बोलीमा केवल निर्धक्क र प्रष्ट अथोरिटेटिभ टोन सुनियो। गाडीमा एक्सिलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रेक र एक्सिलेटरको समुचित सन्तुलन भएन भने एक्सिलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। अधिकांश समय जनताको साथ छ भनिरहेका प्रधानमन्त्रीले आफूलाई जनमत छ, त्यसैले म वा रासपा कुनै पनि हालतमा गलत बाटोमा जान सक्दैनौ भन्ने ठोक्वा गर्नुभयो। यो मनोविज्ञान वास्तवमा राजनैतिक शास्त्रको नजरमा ह्युब्रिस सिन्ड्रोम अर्थात सत्ताको उन्माद हो। संसदको रोस्टरमा प्रतिपक्षी दलसामु यस्तो आक्रामक र कड़ा शैली ठिकै हुन्थ्यो होला, जहाँ नीति र कानूनमाथि टक्कर हुन्छ। तर आफ्नै उत्सवमा आफ्नै निम्तो मान्न आएका पाहुनाहरूमाथि मञ्चबाटै गरिएको यो प्रतिवादले लोकतान्त्रिक संस्कारको राम्रो संकेत गरेन। राजनीति भनेको गज्जब गर्ने र खराबी नगर्ने सोच मात्र होइन, यो त फरक मतलाई सुन्ने, पचाउने र सबैसँग सहकार्य गर्ने विमर्शात्मक लोकतन्त्रको कडी पनि हो। विपक्षीको आलोचनालाई प्रतिवाद गरेर डिफेन्सिभ पपुलिजमको सहारा लिँदा रासपाका विद्वान कार्यकर्ता निकै हौसिएका पनि छन्। तर सम्झिनै पर्ने कुरा के हो भने सभापति रवि लामिछानेले यही समारोहमा भनेको जस्तै यो समय बितेर जानेछ। 2/3 बहुमत नजिकको सरकार चलाइरहेको दलका नेताले बुझ्नुपर्छ, ऐनामा आफ्नो अनुहार सफा देख्न अरूले देखाएको धुलोलाई पुस्नुपर्छ। मेरो फलानु ब्रान्डको ऐनामा धुलो नै पर्न सक्दैन भन्ने ठान्नु अहंकार हो। खैर, नागरिकले यस्तै शैली देखेर थाकेर हुक्क भएर रासपालाई मत दिएका हुन् भन्ने लाग्छ। र त्यो भन्दा पनि खतरनाक शैली अपनाउन खोज्दा मुलुक अपेक्षित एक्सप्रेस वेमा पुग्ला त? तपाईलाई के लाग्छ? नमस्कार।